भिजिटमा आएको कुकुरले नपाएको दुःख पाइसक्यो कामै पाउँदैन अहिले दुबईमा त्यस्तै छ के कामै पाउन गाह्रो छ साथी यार मैले एउटा नेपाली दाइ चिनेको थिएँ उहाँले काम लगाइदिनुहुन्छ एकचोटि भेट्ने हो त कुरा गर्नु को दाइ हो र कस्तो काम छ ल बुझौँ न त एकचोटि बुझिहेरौँ है कस्तो काम रहेछ त्यो दाइसँग साथी काम चाहिएको हो र तिमीहरूलाई साथीको चाहिएको हो नि नम्बर छ एकचोटि कल गरेर हेर्नु न हुन्छ म गरिहेर्छु नि त ल हेलो हजुर दाइ यहाँ हाम्रो दुईजना बहिनीहरू आउनुभएको छ कि उहाँहरूलाई काम चाहिएको छ अरे यसो काम मिलाइदिनु पर्ने भयो कि तपाईँसँग यसो काम छ भने होइन त ए हस् हस् म उहाँहरूलाई यहाँ लिएर आउँछु नि त है कहाँ आउनुपर्ने रे यहाँ पार्कमा ए हस् हुन्छ भाइले मान्छे लिएर आउँछु भन्दै थियो भाइ कहाँ गएछ आज आउँदैन यति बेर भइसक्यो पुरै गयो के अरे दाइ यता हुनुहुन्छ अरे भेटौँ न त है एकचोटि भेटौँ अनि कामको कुरामा हामी कुरा गरौँ न त है कतै हुनुहुन्छ रहेछ दाइ ल जाउँ ए भाइ त आइपुगेछ त नि साँच्चै ओहो दाइ लङ टाइम नो सी ओहो लियो के छ नि एकदम ठिक छ दाइ उनीहरु नि हो कि नमस्कार सबैजनालाई कामको लागि खोजिरा हो दाइ हैन ए कामको लागि हो काम त छ हैन के छैन एकछिन बसेरै कुरा गरौँ न है हुन्छ नि ल अब बहिनीहरूलाई भाइलाई अनि काम चाहिएकै हो चाहिएको नि दाइ काम त छ तर अब काम चाहिँ अब भन्नै पर्दाखेरि चिडियाखानामा छ काम चाहिँ चिडियाखानामा काम चाहिँ भन्नुभयो तर के काम हो ठ्याक्कै भन्नुस् न काम चाहिँ छ तर चिडियाखानामा हैन काम चाहिँ धेरै इजी छ है एउटा काम छ सर्पको जुम्रा हेर्ने काम छ अनि दाइ यस्तो पनि काम हुन्छ र सर्पको पनि कहीँ जुम्रो केलाउन मिल्छ र हुन्छ ठिकै छ तिमीहरूलाई अब यो गर्न सक्दैन भने अर्को नै काम छ हजुर भन्नु न कुन काम छ अर्को काम चाहिँ सर्वप्रथम त तिमीहरूलाई पौडी खेल्न आउँछ कि आउँदैन आउँछ दाइ आउँछ तिमीलाई हो आउने पौडी खेल्ने हजुर मलाई आउँछ ए त्यसो भने ल तिमीलाई आउँछ भन्दा एउटा हाम्रो प्लस पोइन्ट पनि भयो हैन हजुर हजुर काम चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि माछालाई पौडी खेल्न सिकाउनको लागि काम छ अनि दाइ तपाईसँग यस्तो यस्तो कामहरु रहेछ बाकुरा कोटाउने काम चाहिँ छैन हैन भाइ काम लाउने तिमी हो कि म हो